ल नमस्ते सबैजनालाई। आज हामी चाहिँ कहाँ आएको छौँ एलिसा? अलिकति भन्दियो। पार्क। यो चाहिँ कहाँ पर्छ भन्दियो थोरै? यो लेस्टरमा पर्छ। लेस्टरमा पर्छ। कोही लेस्टर सेयर आउँदै हुनुहुन्छ भने चाहिँ घुम्ने ठाउँ पार्क घुम्न नबिर्सिनु होला। हामी घुम्न आएका छौँ। अब हामी यहाँ घुमेको थोरै झलकहरू पनि थोरै तपाईँहरूलाई के घुम्यौँ के गऱ्यौँ भन्ने कुरो थोरै हामी देखाउन पनि गइरहेका छौँ। कतिको चिसो छ त एलिसा? चिसो छ? चिसो छ है। यहाँ चाहिँ के पाइन्छन् भन्ने कुरो थाहा छ तिमीलाई? खासै मलाई पनि राम्ररी त थाहा छैन। बाहिर बोर्ड पर्दाखेरि यहाँ जरायो पाइन्छन्, हरिण पाइन्छन्, खरायो पाइन्छन् होइन। यहाँ अलिकति पहाडी एरिया छ, अरू एरिया छ, पानीहरू छ भन्ने कुरो जानकारीमा आएको छ। अब घुमेपछि सबै कुरो थाहा हुन्छ। हामी पनि घुम्दैछौँ, तपाईँहरूलाई पनि देखाउँदैछौँ है त। एकदम रमाइलोसँग घुम्दैछन् हाम्री एलिसा चाहिँ। एकदम खुसी मुद्रामा चाहिँ खुसी भएर हामी चाहिँ घुम्दैछौँ यतिखेर ब्रडगेट पार्क लेस्टरको। एलिसा के छ, मजा आउँदैछ? अनि तिमी चाहिँ पहाड नेपालमै चढे जस्तो मजा लिँदैछौ कि क्या हो? मजा आउँदैछ? मजा आउँदैछ। ठिक छ। के देख्यौ त यसमा? अहिलेसम्म त खासै केही देख्ने ठाउँमा हामी पुग्दैछौँ। हामी यो बाटोबाट हामी आयौँ होइन त? अब हामी यसरी घुमेर यो बाटोसम्म जाँदैछौँ। अनि त्यहाँबाट हामी घुम्दैछौँ। खोला छ नि, खोलामा के फोहोरहरू पनि टेक्दै हुनुहुन्छ र जाडो छ, चिसो छ। पुराना रुखहरू है, पात चाहिँ छैन। यो अलिकति समय चाहिँ पात झर्ने समय भएको बेला हामी आइपुगेका छौँ। पछि हामी घुम्ने योजना बनाइसकेका छौँ। यसलाई चाहिँ पात झरेको रुखहरू मात्रै हेरेर आइपुगेका छौँ। एकदम ठुलो रुख छ यो। मान्छेहरू धेरै घुम्न आउँदो रहेछन् नि अहिले। हामी अलिकति अल्गो ठाउँतिर पनि जान्छौँ यसमा। परको डियर होइन? बसिरहेको छौँ, यहाँ देखिँदैन खास। म जहिले जुम गर्छु ल। देखिन्छ। घुम्ने क्रममा एलिसाजी पर बाटोमा हिँड्दैछन्। के छ, ठिक छ? एकदम रमाइलोसँग घुम्दैछन् हाम्रो एलिसा। के छ त? ठिकै छ। त्यो हरिण हो कि जरायो हो कि स्टिक नभएकोले गर्दाखेरि हामी हातैलाई स्टिक बनाउँदैछौँ। छ तर एकदम घुम्न चाहिँ मजा आइरहेको छ है। राम्रो छ। यहाँ नालाहरू छन्, यता यस्ता खोलाहरू चाहिँ कति छन्, कति घुम्यो र पनि यहाँ आएपछि यसो साना खोला देख्दाखेरि अलिक मजा आउँदो रहेछ होइन त एलिसा? के छ, चिसो हावा छ सर र घुमिराखेको छ। यस्तै छ। हामी अब एकछिनमा पर जान्छौँ, डाँडामा जान्छौँ होइन एलिसा? डाँडामा घुम्दै जान्छौँ। मान्छेहरू एकदम धेरै नै आउँदो रहेछन्। पर पनि धेरै मान्छेहरू भएको छ। एकछिनमा जाने यो बाटो घुम्न सकौँ कि अनि त्यसो छैन है।
हामी चाहिँ घुम्न गइरहेका छौँ अहिले हातमा राखेका एकदम हल्लिरहेको छ क्यामेरा यस्तै खिच्ने बानी पनि छैन अहिले साँच्चै त्यस कारणले हेर्दाखेरि राम्रोसँग देखाउन सकेको छैन तर क्यामेरामा जस्तो देखाएको त्यस्तै एकदम धेरै चिसो छ मैले टोपी खोलेको छु हावा चिसो सर नरम परेर मजा आइरहेको छ के छ अहिले के खाँदैछ जाडो छ नि चिसो है यसरी चट्ट कफी हटको चक्लेट खाँदै घुम्दैछिन् होइन लिसा रमाइलो भइरहेछ नि होइन एकदम रमाइलो प्रफुल्लित मन खुसी खुसी भइरहेछ मन एकदम धेरै खुसी यो के हो उताबाट देखाउ न हो यसो दर्शकहरूलाई पनि यसो हाम्रो भिडियो हेर्नेहरूलाई पनि भनिदेऊ ठुलो पानीको पोखरी रहेछ होइन ठुलो लेक रहेछ यहाँनिर एकदम ठुलो छ राम्रो छ तर हामी जाडोले गर्दाखेरि चाहिँ अलिकति राम्रोसँग अब जाडो फेरि त्यति साह्रो मन नपर्ने मान्छे पर्यो एकदमै चिसोले गर्दाखेरि गाह्रो गाह्रो महसुस भइरहेछ होइन अलिसा एकदम चिसो हावा चिसो छ ठाउँ चिसो यो अहिले भन्दा पनि अब 2-3 महिना पछाडि चाहिँ अलिक समर टाइम अलिकति गर्मी सुरु भइसकेपछि रुखहरूमा पनि हल्का पातहरू फलाइसकेपछि चाहिँ रमाइलो हुने रहेछ किनभने यो अलिकति चहलपहल पनि यहाँ कम्ती नै देखिरहेको छु मैले बोटहरू पनि त्यसै थन्किरहेका छन् पर सेतो सेतो देखिरहेको छ मान्छेहरू कोही चढेको देखिँदैन यत्रो ताल पोखरी भए पनि किनभने जाडो अत्याधिक छ होइन म पनि खाँदैछु हामीले चाहिँ कफी खाइसकेर कफीको के भन्छ कफीको कप फाल्यौँ यहाँ कस्तो राम्रो बनाएको रहेछ है यो यसको रहेछ काठको होइन घर जस्तो चटक्क भित्र प्लास्टिक हाल्ने यो एकदम मन पर्यो राम्रो लाग्यो यो डिजाइन त एरिसाले भिडियो खिच्नु न एउटा देखाइदिउँ सबैलाई भनेर अनि मैले खिचिदिएको एलिसा चाहिँ यसरी हाँस्दैछ नि हाँसिदेऊ मुसुक्क हाँसिदेऊ बस हुन आयो मेरो बुढो के छ अलिअलि उज्यालो भयो यहाँ म बुवासँग र भान्जासँग नि बोल्दैछु एलिसा राम्रो भ्यू है यहाँ यहाँ फोन पनि आयो अनि घरबाट पनि गर्दैछु
आजको धनी नेटै आएन अड्किरहनु भएको छ हेर्न मामाको पक्ष देख्नु भने भगवान् खराएको यस्तो कुद्दै हुन्छ अगाडि भिडियो खिच्न कुदेको फुर्केर होइन हामी चाहिँ घुमिरहेछौँ है यो अलि पाहाडको जस्तो इलाका रहेछ यहाँ पैनी जस्तो कुलो जस्तो पनि रहेछ बाटो अलिकति कच्ची छ है यस्तै बाटो अलिकति हिलो पनि छ जस्तो छ घुमिरहेको छ के छ रमाइलो हुँदैछ अहिले छ अलि अगाडि आऊ बाटो है नेपालको उयो जस्तै के भन्छ कच्ची बाटो जस्तै छ है रमाइलो छ नि अगाडि बाटो पनि देखाइदिन्छु अहिले यति लामो क्लिप हामी हाल्छौँ र हाल्दैन होला अब हेरौँ कति हाल्नु मन लाग्छ होइन अत्यन्तै जाडोले गर्दा हात पनि गइरहेको छैन है ल अझै अगाडि क्लिप फेरि पनि म देखाउँछु बाटो यस्तो छ है नेपालकै बाटो हिँडे जस्तो अहिले चाहिँ अनुभव भइरहेको छ हामी अलि अल्गो ठाउँमा आएका छौँ है अहिले चाहिँ ऊ त्यो चाहिँ हर्कटेको इलामको हर्कटेको त्यो के भन्छ सल्लाहघारी जस्तै छ है जङ्गल जस्तै हामी यताबाट आयौँ दृश्य देख्यो है खुसी लागिरहेको छ जङ्गल एरिया यहाँ चाहिँ काठ के अरे ढुङ्गाको वाल ठ्याक्कै नेपालमा बनाइए जस्तै वालहरू है ल फेरि अझै अगाडिको भिडियो देखाउँछु यसमा यहाँबाट पर डाँडो देखिँदैछ र यहाँबाट एकदम देखाइदिन मन लागेको चाहिँ भिडियो खिचेको है पानीको यो ताल डाँडो रमाउँछौँ हामी एकदमै सुन्दर है नेपाल जस्तो सुन्दर त के थियो र पनि नेपाल जस्तो झल्किने खालको ठाउँ भएर चाहिँ हामीलाई अलिक सुन्दर लागेको हो हामी चाहिँ एकदम घुम्ने क्रममा अप्ठ्यारो बाटाहरू पनि आयौँ यहाँ मुनि कुलो रहेछ बाटो असाटो यसो कतिको अप्ठ्यारो छ तर रमाइलो नि ठाउँ चिसो भुइँ डाँडा काँडा यो अहिले भन्दा पनि अब 1-2 महिना पछाडि समर टाइममा चाहिँ अत्यन्तै राम्रो हुने ठाउँ जस्तो देखियो पछि पनि आउने निदो गरियो बाटो यस्तो हिलो छ धुवा हो त्यो
यहाँबाट राम्रो देखिँदो रहेछ है त अग्लो भएर हेर्नु त अल्गो भएर पछाडि हेर्नु त ऊ त्यो के समथर रहेछ त सेतो के थियो हामी चाहिँ घुम्दा घुम्दै यहाँ आइपुग्यौँ यो डाँडोबाट एउटा भिडियो खिच्न मन लागेर चाहिँ हावा सरर चलेको चिसो हावा घुम्ने साथीहरू पनि छन् एकदमै रमाइलो छ रमाइलो छ अलिसा रमाइलो छ अब हामी अझै घुम्दै 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 उतो डाँडा छ त्यो डाँडोमा त्यहाँ पुगिसके पछाडि चाहिँ हामी के गर्छौँ लगभग हामी घुमिसक्छौँ अब हाम्रो गन्तव्य त्यतातर्फ जाँदैछ यहाँनिर मैले धेरै हरिणहरू देखिरहेको छु मैले जुम गरेर देखाउँछु मिलो हुने आयो भने चर्न निस्केका रहेछन् फेरि अरू भेट्यो भयो है त कस्तो भइरहेको छ सर हावा चलिरहेछ है रमाइलो भइरहेछ नि एकदम धेरै रमाइलो भएको छ यता घुमाइखनको त्यही पनि स्टिक छैन हामीसँग हातैले हल्लाउँदै हल्लाउँदै खिच्दैछौँ यहाँबाट हेर्दाखेरि चाहिँ सबै बजार देखिन्छ सहर देखिन्छ ल है त यहाँ चाहिँ एकदमै धेरै चिसो पनि हुँदो रहेछ होइन हावा सरर आउँदो पनि रहेछ रमाइलो कुरो चाहिँ यहाँ हरिणहरू धेरै पाइयो होइन अहिले चाहिँ हामी तर छेउबाट चाहिँ हेर्न पाएका छैनौँ अब जान्छौँ एकछिनमा अब यो ठाउँबाट हामी यो बाटो हुँदै उता माथि पुगेर अनि त्यहाँबाट फेरि हामी घुर्छौँ हामी गएको बाटो के छ हामी हरिणको छेउमा आइपुग्यौँ हरिणहरू पछाडि चरिरहेका छन् हामी एकदमै हिँडिरहेका छौँ होइन जो स्टिक बोक्नु पर्ने रहेछ कि नभए गाह्रो हुने रहेछ हरिण भाइ हामी चाहिँ यो ब्रेड गेट पार्क लेस्टरको सबैभन्दा अल्गो ठाउँमा आइपुगेका छौँ यहाँको यो सबैभन्दा मुख्य भाग रहेको मैले चाहिँ महसुस गरेँ धेरै कुरो चाहिँ मैले पनि बुझेको छैन यहाँ चाहिँ एउटा भ्यू टावर जस्तो रहेछ 1928मा बनेको रहेछ त्यहाँ लेखिएको छ त्यहाँबाट माथि जाने ठाउँ छ त्यसो माथि पुगेको चाहिँ थियो तर यहाँ अहिले ढोका बन्द रहेको अब आएँ यहाँ घुम्न धेरै मान्छेहरू आइरहेका छन् यहाँबाट चाहिँ धेरै वरिपरिको दृश्यहरू सहरदेखि लिएर यहाँका वरिपरिका सबै गाउँहरू देख्न पाइने ठाउँ रहेछ अत्यन्तै राम्रो हावा बहिरहने चिसो ठाउँ धेरै मान्छेहरू घुम्न आउने ठाउँ रहेछ कस्तो लागिरहेको छ डाँडामा आएर आनन्द आइरहेको छ है
मजा लागिरहेछ। अब हाम्रो गन्तव्य यहीँ थियो। यहाँसम्मदेखि हामी ओह्रालो झर्छौँ। अहिले आएकै ठाउँ नै हुन्छ र हामी आजको भिडियो चाहिँ यहीँ बन्द गर्दछौँ। हेरिदिनु भयो, खुसी लाग्यो। यो डाँडो अब हामीले यो भर्खर त्यति साह्रो धेरै खिचेर देखाउनु जान्ने गरेको हामी प्रोफेसनल भइसकेका छैनौँ र पनि हामी कसरी घुम्यौँ भन्ने कुरो सामान्य रूपमा तपाईँलाई देखिरहेको छ। चिसो हावा आएर आँखामा आँसु आँसु गइरहेछ। एकदमै रमाइलो ठाउँ। फेरि पनि हामी पछि घुम्न आउँछौँ र यहाँको अलिकति राम्ररी अझ तपाईँहरूलाई खिचेर देखाउने चाहिँ कोसिस गर्नेछौँ। आजको लागि नै यति नै भन्दै फेरि पनि अर्को भिडियोमा है त भेट्ने बाचा। हस् त।